हेलो नमस्ते गाइस वेलकम टु माई ब्लग म चाहिँ धेरै दिनपछि आएका छौँ अनि त्यसपछि आज चाहिँ हामी चन्द्रगिरी फेरि पनि चन्द्रगिरी जाने प्लानिङमा छ हामीसँग चाहिँ लिडिया छ र कृषा छ र कस्तो भइरहेको तिमीहरूलाई केटीहरू ल भन रमाइलो लगाइरहेको छ कृषा लिडिया छैन रमाइलो लगाइरहेको छ होइन हामी चाहिँ अब भर्खर घरबाट निस्क्यो अब हामी चाहिँ उता मम्मीकोमा जानेछौँ अनि त्यसपछि मम्मीकोमा गइसकेपछि त्यहाँ ट्याक्सी यो गरेर हामी सिधै चन्द्रगिरी जानेछौँ ल अर्को नेक्स्ट अब हामी मम्मीकोमा पुगिसकेपछि फेरि भिडियो गर्नेछौँ सो गाइस हामी चाहिँ अब के अरे यहाँ जडीबुटीमा ओर्लिसकेका छौँ अब हामी टिकाथली जाँदैछौँ यो चाहिँ जडीबुटीको यो बस पार्क अहिले नयाँ बनाएको थियो नयाँ भन्दा नि कति भयो 1 वर्ष भयो बनाएको अनि त्यसपछि अब हामी जाँदैछौँ कृषा गाडीमा के भेट्यो ए छोरी दे न सो गाइस हामीले चाहिँ अघि गाडीमा 2-3 जना छक्का भन्छ के भन्छ गे भन्छ गे भेटाएको थियौँ अनि उनीहरूलाई चाहिँ हामीले 20 रुपियाँ दिएर हामीले आशीर्वाद पाछौँ लेसी आजको दिन राम्रो हुन्छ है त गाइस होइन तपाईँहरूलाई एउटा चिज देखाउन मन लागेको मलाई बिचराहरूको पाइट चाहिँ यस्तो बिचको अवस्थामा चाहिँ हेर्दैछ भने चाहिँ हाइट नहुनुको फाइदा ल मेरो चाहिँ ठिक्क भइरहेछ होइन मेरो चाहिँ ठिक छ होइन तर बिचरा उनीहरूको चाहिँ पाइटको त कम्मर चाहिँ मिल्ने तर लेन्थमा चाहिँ त्यो लामो कि धेरै नै सो अब हामी चाहिँ मम्मीकोमा जाँदैछौँ अब पुग्न आँट्यौँ भनौँ त्यहाँ गएर ट्याक्सी छिटो उयो गरेर बुकिङ गरेर हामी चन्द्रगिरी पुगिहाल्नेछौँ गाइस अब हामी चाहिँ मम्मीकोमा आइसक्यो है अब हामी चाहिँ यहाँ ट्याक्सी कुर्दैछौँ कहाँ चाहिँ थाहा छैन ल कृषा यहाँ बसिरहेको छ अब हामी ट्याक्सी चढ्नेछौँ ट्याक्सी कहाँ आइसक्यो हामीलाई त्यो पनि थाहा छैन है त अब ट्याक्सी आएपछि हामी चढ्नेछ त्यसपछि हामी देखाउनेछौँ है त त्यसको हामी चाहिँ ट्याक्सीहरू लिएर हामी चाहिँ अब टिकट काट्न गइरहेको छौँ कस्तो भइरहेछ ल खै केही भन्दैन त राम्रो ल गाइस अब हामी यहाँ केबुल कार्ड छैन है टिकट काट्दैछौँ है त ल गाइस अब चाहिँ हामी टिकट पनि काटिसक्यो है तपाईँहरू हामीले टिकट देख्न सक्नुहुन्छ है टिकट पनि काटिसक्यौँ अब हामी जाँदैछौँ गाइस अब हामी एन्ट्री गर्दैछौँ ल गाइस उनीहरू चाहिँ आफ्नो टिकट लिएर आउँदैछ है एन्ट्री हुँदैछ है गाइस अट्नु भयो नि तपाईँ त्यहाँबाट गाइस अब यहाँ चाहिँ भिड छ एकदमै होइन हेर्न सक्नुहुनेछ हामी चाहिँ चढ्नमा आइसकेको छौँ गाइस यता चाहिँ यस्तो गेम छ है अहिले चाहिँ प्याक छ एकदमै सो गाइस कस्तो लागिरहेको तपाईँहरूलाई मम्मीलाई कस्तो लागिरहेको रमाइलो आन्टीलाई रमाउँदा ल गाइस हामी चाहिँ अब यहाँ लाइनमा बसिरहेको छौँ एकदमै प्याक छ केही साउन्ड सुनेको छैन है गाइस अझै टिकट काट्न आइरहेको गाइस हामी चाहिँ लाइन बस्दा बोरिङ भइसक्यो यति धेरै मान्छे छ होइन मलाई चाहिँ लास्टै अल्छिरहेको गाइस त्यो गाइस हामी चाहिँ यहाँसम्म पुगिसकेको छौँ है अब के अरे अब चढ्नेसम्म बिस्तारै हाम्रो पालो आउँछ अब हामी चाहिँ वेट गर्दा गलिसकेको छौँ यहाँ चाहिँ मलाई चढ्नमा डर लाग्छ है अलिकति ल लाइन बस्दा बिचराहरूको हालत बेहाल भइसकेको छ अब हाम्रो 2-3 जना पछि हाम्रो पालो यो चाहिँ फ्यामिलीहरू सबजना रहेछ होइन अब हामी यहाँसम्म आइसक्यो अब हामी चढ्नेछौँ यसमा मम्मीहरू चढ्ने हुनेछ है त अहिले पछि बनाउँछु मलाई यहाँ चाहिँ अलिक डर लाग्छ कि त्यसरी अहिले पछि बनाउँछु म चढिसकेपछि त्यहाँभित्र छिरिसकेपछि है त गाइस हामी चाहिँ चढिसक्यौँ अब माथि पैसा काम हुन्छ अरे ल गाइस हामी चाहिँ चढ्यो ल तपाईँहरूको फर्स्ट टाइममा कस्तो भइरहेको मलाई चाहिँ डर लाग्दैन खुट्टा चाहिँ लुक गाइस यहाँ चाहिँ हामीले झार खोलेको छौँ है डरायो लिडिया डरायो
सो गाइज हामी चाहिँ पुगिसकेको छौँ कहाँ जानु गाइज ल हामी चाहिँ जाँदैछौँ होइन आमामा दुईजना हाँसमा दिन ल गाइज मलाई चाहिँ एक्लै बनाइदियो म कुनै पार्टनर खोजेर यहाँ जान्छु भनेर भन्दिनँ धेरै ढिला भयो हामी कति बजी पुग्यो होइन ल गाइज हामी चाहिँ फाइनली यहाँ माथि पुग्छ यहाँ चाहिँ जाडो छ एकदमै है तर त्यो नि ठिक छ त्यहाँ तल चाहिँ एकदमै गर्मी छ यहाँ चाहिँ जाडो छ है ल गाइज हामी आइपुग्यो हिँड्दैछौँ ल केटीहरू भन खै कृषा आज चाहिँ दुईजनालाई मैले ट्विन्स बनाएर ल्याएको छु मेरो दुईवटा छोरीहरू आयो भन्दै अझ आयो कृषा आयो भन्दै त मेरो ल गाइज है त ल फाइनली यो चाहिँ सबैभन्दा चन्द्रगिरीहरूको सबै यहाँ चाहिँ बस्ने होटेल यहाँ चाहिँ स्विमिङ पुल रहेछ उता चाहिँ हेलिकप्टर बस्छ है त गाइस ए यहाँ चाहिँ होटेल ल गाइस सो गाइस अब जाँदैछौँ आइपुगेन उता अब ल आइपुग्यो फाइनली गाइस यो चाहिँ चाबी अब कसैको इच्छा पुरा गर्न या लभहरू यहाँ केही गर्नको लागि यो चाबीहरू राखेको है तर यहाँ चाहिँ गेमहरू छ होइन 2-3टा गेमहरू छ लास्ट महँगो छ होइन यहाँ चाहिँ एकदमै महँगो कुराहरू छ मेन भनेको यहाँ के अरे चन्द्रगिरीमा केबुल कार र यही हो यही ल यो यही हेर्न आइन्छ अनि अब अफकोर्स मन्दिरको लागि त्यति हो अरू त्यस्तो केही छैन यहाँ स्पेसल है त गाइस चाहिँ बच्चाहरू यहाँ छ है हामी चाहिँ अब फोटोहरू खिचेर यताउता गरेर होइन बसिरहेछौँ बच्चा तिमी पनि त्यहाँ मार्छ होला है ल मेरो दुईवटा छोरीहरूलाई चाहिँ मैले यहाँ गेम खेलाइदिएको अरू खेलाउन सकिनँ किनकि म त्यति रिच कि मम्मी होइन त्यसरी मैले सकिनँ त्यसरी छोरीहरू मजा आउँदैछ त्यसरी एकचोटि आमा पनि खेल्छु ल एकचोटि आमा पनि खेल्छु त्यसमा ल गाइस आमाले पनि खेल्ने खासै मजा त आउँदैन रहेछ गाइस चाहिँ यहाँबाट जान्छु है तल लिडिया यहाँ भिडियो त जा सुरुमा जा कृषा जाऊ तिमी पनि तिमीहरू स्ट्रगल गर ल हुन नसकेको फ्युचर सो गाइस हामी चाहिँ तलतिर आएछ एकदमै सक्यौँ एकदम अल्छी लागिरहेछ खासै त्यस्तो इन्जोय गर्ने टाइपको त छैन कि अल्छी लागिरहेछ गाइस मम्मीहरू त्यहाँ पुग्यो अब यहाँ तल केही छैन गाइस त्यस्तै हो होइन यिनीहरू चाहिँ कस्तो लागिरहेछ कृष्ण राम्रो लागिरहेछ मजा आयो कि नै केही खेल्यो मजा आउँछ होइन ल होइन अब यस्तो छ अब जाँदैछौँ हामी तलतिर तल त खासै केही छैन जस्तो लाग्यो मलाई गाइस होइन एउटा पण्डितजी हुनुहुन्छ अरे होइन उहाँ चाहिँ के टिक्कामा फेमस हुनुहुन्छ अरे सो गाइस मैले पनि देखेँ यहाँ हाम्रो मम्मीहरूले पनि देख्नु भएको थियो अरे होइन तर अहिले मान्छे भएर देखेको छैन होइन हुनुहुन्छ अरे त्यो के सायद टिका लगाइदिनु भयो होला यो चाहिँ मन्दिर हो होइन उसको यो चाहिँ मलाई चाहिँ थाहा थिएन मैले हेरेको थिएन यो चाहिँ मन्दिर हो होइन यो चन्द्रगिरीको अनि रमाइलो हुँदैछ त्यस्तो खासै रमाइलो छैन होइन यहाँ चाहिँ पृथ्वी यो के अरे पृथ्वी नारायण जाने होइन त्यही त पृथ्वी नारायण जाने होइन रमाइलो भइरहेछ त्यस्तो उयो पनि भएको छैन ठिकै अब भोक लागिसक्यो अब हामी केही खानेछौँ एकछिन तल जानेछौँ फेरि एकछिन फोटोसोटो खिच्नेछौँ गाइस म यहाँको भ्यूहरू देखाउँछ तर त चिसोले त होइन त्यही पनि यो यहाँ खासै चिसो त छैन कि तर भ्यू नै छैन कि हेर्नु न उयो सबै धुलोले के पुरै उयो नै उयो लागेछ कि सबैमा केही छैन खासै त्यस्तो अब हामी घर फर्किनेछौँ सो गाइस हामी चाहिँ चढिसक्यो अब यो बिस्तारै ढोका बन्द हुन्छ है त अब हामी तल जाने अब यो बिस्तारै ढोका बन्द हुन्छ है त अब भयो है त अब त्यहाँ 3जना बसेको छ अलि डर लाग्छ नि अब
होइन यहाँ चाहिँ डर लाग्यो लागेन मलाई त लागेन मम्मी त ल केही छैन होइन गाइस यस्तो भ्यूहरू केही देखेको छैन खासै सो गाइस हामी चाहिँ यहाँ अब के अरे तल आइसक्यौँ अब हामी ट्याक्सी उयो गर्नेछौँ खाजा खाएको छैन खाजा हान्छौँ अनि ट्याक्सी उयो गर्छौँ जानेछौँ त्यसपछि जानेछौँ राम्रो देख्दैछ अघि चाहिँ नखिच सो गाइस हामी चाहिँ चटपटेर यो खाएर चाहिँ हामी आइसक्यो है होइन घर फर्किँदैछौँ अब काहीँ फेरि बसेर हामी खानेकुरा खानेछौँ के खाजा खानेछौँ अनि त्यसै घर जानेछौँ अहिले मेरो भ्लग यति नै राख्नेछु अब पछि भेट्ने छु ल बाई गरेर गाइस मेरो भ्लगलाई ल आज कस्तो भयो एक्चुअली भनिदेऊ न त खतरा भयो रमाइलो भयो कृष्णलाई कस्तो भयो दामी भयो हजुर ल तपाईँहरू दुईजनालाई कस्तो ल भन्नु ल है त यो गाइस होइन अघि न मैले भ्लग सुरु गर्दा नि दुईजना हाँससम्म सो गाइस अब भ्लग इन गर्दैछु म अब नेक्स्ट भ्लगमा भेट्नेछौँ आज रमाइलो भयो ठिकै मेरो चाहिँ सेकेन्डचोटि हो यो अब अर्को भ्लगमा चाहिँ अब कहाँ भेट्नेछौँ हामी तपाईँहरूलाई देखाउनेछौँ ओके बाई